नमस्कार तथा जोरले सबैजना साथीहरूलाई र आज फेरि हामी नेक्स्ट एपिसोडको लागि सानो एउटा कन्टेन्ट क्रिएट गर्न गइरहेको छु र यहाँ हामी दुईजना भाइहरूको साथमा अनि हामी चाहिँ जान गइरहेका छौँ र त्यहाँ हाम्रो डेस्टिनेसनमा चाहिँ हामी अरू मान्छेहरूसँग भेट्नेछौँ, नयाँ मान्छेहरूसँग भेट्नेछौँ। आजको एपिसोड चाहिँ निकै नै रमाइलो हुनेछ जस्तो लागिरहेको छ। तर यहाँ चाहिँ माइक नल्याएर चाहिँ मेरो साउन्ड चाहिँ एकदम डिस्टर्बहरू आइरहेछ। त्यो चाहिँ अलिक अगाडि छ हाम्रो दिनेश भाइ र रोशन आरएम र आज चाहिँ पुरा माथि निस्केर भिडियो हान्थ्यौँ क्या, पुरा यहाँ निक्लेर भाइ यहाँ निस्किनु पाउँछ कि पाउँदैन माथि? हो निस्किनु पो कसरी हुन्छ? आफसँग खेल्यो नि निस्किन्छ। आकाश ओए भाइ अगाडि हेर नि त, मान्छे आकाशतिर लाइटले गर्दा त बबाल कोरेल ब्लक खाउने खालको कुरो निस्क्यो नि यार। जसमा भाग खोलामा लास्टै टल्क्यो त है घामले। हाम्रो ह्यान्सी यता छ अगाडि, ह्यान्सी ड्राइभर है आज। ओ ह्यान्सी बोल्छ यो भाइहरूसँग गाडीमा जान नि तर्सेन, डर लाग्छ अरे, यस्तो ओभर स्पिड हान्छन् कि। अनि यहाँ भिडियोको लागि मात्र भने मैले त्यो भाइहरूसँग जानुको लागि मुटु नै ठुर काम छ भाइहरू। केटाहरू के गाडी चलायो यस्तो त। यता खाएर आनन्दले टन्न भएर बसिरहेछ अहिले। खोइ त हजुरको माइक भएन कि त्यो अलिक माइक ल्याउनु बिर्सेर चाहिँ उता अङ्कल अनएक्सपेक्टेड वेलकम गरेका छौँ अङ्कललाई हामी। अरू सबैजना भित्र हुनुहुन्छ र तर सुनिन्छ, तर बाहिर चाहिँ हामी 4जना मात्र छौँ।
भित्रको केही क्लिपहरू चाहिँ एकछिनपछि चाहिँ अपलोड गर्नेछु है त तर बाहिरको भ्यू पनि राम्रो छ भगवान् भित्रको अहिले यो होइन हामीले फिक्स गर्न खोजेको अस्ति न यो कति पाल्न खोजेको तर भित्र ढुङ्गै रहेछ कि त्यो आउटडोर भ्यू चाहिँ भगवान् छ सङ्गतिमा भित्र कन्टेन्ट हो तर व्हाट्सएप भन्ने के छैन है त हल्का भिडियो बनायो ह्यान्सी हाम्रो ह्यान्सी हो त्यहाँ बसेको चाहिँ